हामीले चाहिँ महानगरपालिकाको भवन तिहार पछाडि सुरु हुन्छ त्यो आर्बिट्रेसन कुनै बेला सुरु हुन्छ भने जहिले पनि यो भनिरहेर अब तपाईँ आएकै हाम्रो 4-3 पैसा तिहार पछाडि सुरु हुन्छ हिजोभन्दा पनि गरेन यसले गर्दाखेरि आश्वासन भएन के अब त्यहाँ फेरि बनाउँदाखेरि सबै सामान ठेकदारले राखेको छ ठेकदारले भने अनुसार अरूले भने अनुसार उसले क्षतिपूर्ति माग्यो भने हाम्रो क्षतिपूर्ति दिनुपर्छ भन्न खोज्नु भयो कि नहोस् भन्न खोज्नु भयो के भन्न खोज्नु भयो त्यहाँ तिहार पछाडि सुरु हुन्छ भनिसकेपछि त्यसमा अब त्यो आश्वासन होइन के भनिसकेपछि हुने आश्वासन पाएन के तपाईँले नबनोस् भन्न खोज्नु भयो नगर भने छिटो गर्नु पर्यो त्यहाँ खुलाउनु पर्यो तिहार छिटै सकाइदिनु पर्यो काम गराउनु पर्यो 10 दिनको तिहार मैले आज कसरी सकाइदिनु त त्यो गरेन भनेदेखि तपाईँ जिम्मा लिनु आजभन्दा 2 वर्ष अगाडि तपाईँले जिम्मा लिनु भएको थियो आजै सकाउनु मिल्छ तिहार आजै होइन भने सुरुवात त गर्नु पर्यो नि ल ठिक छ तिहारलाई चाँडो सकिनु भन्छु म हस् प्रस्ताव नम्बर 3 मा रहेको राष्ट्रिय सभा सञ्चालन निर्देशिका विधायन समिति राख्नु कार्यपालिका सदस्यज्यूहरू विभागीय प्रमुखज्यूहरू प्रस्ताव नम्बर 1 सम्बन्धमा मालपोत कार्यालय कलङ्कीबाट माग भई आएको मेसिन उपकरण खरिदका लागि यस विभागको चालु आव 82-83 को बजेट नीति तथा कार्यक्रमको क्रम संख्या 117 खर्च संकेत नम्बर 22-419 को विभिन्न निकायलाई सेवा प्रवाह सुधार सहयोग संघीय तथा प्रदेश स्तरीय राजस्व बाँडफाँड गर्ने निकायलाई राजस्वसँग सम्बन्धित विषयमा सुदृढीकरणका लागि कार्यक्रम सशर्त अनुदान सहयोग समेत शीर्षकमा विनियोजित गरिएको जम्मा रु 50 लाख बजेटबाट खर्च हुने गरी रकम उपलब्ध गराउनको लागि पेश गर्न चाहन्छु। रुपैयाँ मालपोत कार्यालयमा के भएको छ र पैसा राख्नु पर्यो। यो कम्प्युटर कुर्ची टेबल ल्यापटपहरूको लागि यो प्राविधिक सहयोग हो। यो त्यो जल्यो भनेर दिन लागेको होइन, यो त्यहाँको लागि प्राविधिक सहयोग हो। त्यसो भए ठिकै छ, नत्र त्यहाँ कुनै कुरा क्षति भएको छैन। मेरो साथ सबै बोर्डको साथीहरूले मेरो यो असहमति छ यसमा। यो हाम्रो महानगरपालिकाको पैसा यो के अरे भगवानको प्रसाद हो र जसलाई पनि बाँधेर हिँड्ने लुटेको झन् फुफुको सरादी भने जस्तो यो मेरो असहमति छ यसमा। प्रस्ताव निर्णयार्थ पेश गर्न चाहन्छु। प्रस्ताव नम्बर 2 पनि राख्नु होला। प्रस्ताव नम्बर 2 मा महानगर अस्पतालको लागि जग्गाको भाडा सम्बन्धमा छ। यो काठमाडौँ महानगरपालिका 26 वटा स्थित नेपाली स्काउटको जग्गा भाडामा लिने सम्बन्धमा यो जानकारीको लागि प्रमुखज्यूले 26 नम्बर वडा कार्यालयको अध्यक्षलाई यसको अधिकार प्रत्यार्जन गर्नु भएको छ। त्यो भाडा सम्झौता हुन बाँकी नै छ। स्काउटको कार्यकारिणी समितिले महानगरपालिकालाई भाडामा दिनको लागि सैद्धान्तिक सहमति दिइसकेको छ। त्यो भाडा सम्झौता गर्नको लागि यो जानकारी कार्यपालिकाको लागि जानकारीको लागि पेश गर्न चाहन्छु। प्रस्ताव पेश गर्न चाहन्छु। यो हुँदैन, मेरो असहमति। अर्को हो हाम्रो महानगरपालिका आफै बनाउन सकेको छैन। महानगरपालिका यसरी चाहिँ भाडा लिएर दिनका दिन भाडा दिएर तिरेर बस्नु पर्नेछ। हाम्रो महानगरपालिका बनाउनु भनेर यत्रो वर्ष लागिसकेको छ, बनाइरहेको छ। बनाएको ठाउँमा पनि तपाईँले चाहिँ उता हेर्नु भएको छैन। हामी कहाँ बस्ने कुराको छैन। दिनका दिन यो अर्काको के अरे महानगरपालिकाको जनताको पैसा उठाएर भाडा तिरेर बस्ने हो र भने पहिले त हाम्रो महानगरपालिका बनाउनु पर्यो। महानगरपालिका सँगसँगै अहिले नहर प्रहरी राखेको छ। नहर प्रहरी कुन अवस्थामा बसिरहेछ, नहर प्रहरीले चाहिँ ब्यारेक चाहिन्छ कि चाहिँदैन, घर छ कि चाहिने त्यतातिर नगइकन हामीले चाहिँ यो खाली काल्पनिक कुरा गरेर अहिले चाहिँ यो हस्पिटल बनाउने यो बनाउनु भन्ने कुरा लागिरहेको हुन्छ र पहिले आफ्नो घर बनाउन, महानगरपालिकाको भवन बनाउन, त्यसपछि मात्र अरू कुरा गरौँ न। यो मेरो हाम्रो असहमति छ। असहमति भन्ने गर्नु यसमा काकालाई म अनुरोध गर्न चाहन्छु। यो चाहिँ हामीले महानगरपालिकाको अस्पताल निर्माणको गर्नको लागि स्काउटको जग्गा भाडामा लिने सम्झौता हो। यो चाहिँ हामीले स्काउटलाई बनाइदिन लागेको होइन। त्यो मैले त्यो भनेकै होइन भने महानगरपालिकाले हस्पिटल चाहिँ अहिलेको तुरुन्तै चाहिने हो कि महानगरपालिकाको भवन हामी यहाँ बैठक बस्नलाई के अरे कार्य सञ्चालन गर्नको लागि चाहिएको हो। मैले यो यसमा यो गर्नु गयो भने अर्को कुरा हामीले बल्ल बल्ल
यो कुरा तपाईँले भनेर नखेर अप्ठ्यारो पर्ला भन त्यही अब दिनुहुन्न कसैले दिनुहुन्न भनेर अरूलाई जग्गा अधिग्रहण गरेको जग्गा स्कपले दिएको जग्गा त्यो कसैले दिनुहुन्न भनेर त मुद्दै परिरहेको छ त्यहाँ। अहिले त हामीले सम्झौता गरेर किन गर्नु पर्यो भने त्यो सबै बुझ्नु पर्यो। पहिला त महानगरपालिकाको भवन बनाऊ।